Hello everyone, welcome back to my channel and welcome to my vlog, another vlog. आज हामी जाँदैछौँ आजमान. आज चाहिँ हामी घुम्न भन्दा पनि पुष्पाञ्जली दिदीकोमा जाँदैछौँ. अनि पछाडि देखिराख्नु भएको छ नि यो पार्किङ चाहिँ यो चाहिँ यहाँ एकदम भद्रकुल थियो. अहिले चाहिँ एकदम राम्रो बनाएको छ. तल फ्लोरिङहरू बनाएर है, नत्र भद्रकुल हुन्थ्यो. यहाँ जस्तो यस्तै भद्रकुल थियो जथा भावी पार्किङ गर्थ्यो मान्छेहरूले. अनि यो चाहिँ 2 दिनमा बनाएर भइसक्यो क्या. हेर्नुहोस् त त्यतिको कति छिटो काम हुन्छ यहाँ चाहिँ. पुष्पाञ्जली दिदी चाहिँ यहीँ आएर भावना दिदीहरूले चिन्नुभएको दिदी हुनुहुन्छ. आज चाहिँ हामी उहाँकोमा जाँदैछौँ. उहाँहरू चाहिँ सधैँ हाम्रोमा आइराख्नु भएको थियो. आज चाहिँ हामी जाँदैछौँ उहाँहरूमा. झन् चिसो हावा चलाइरहेछ है. लास्ट टाइम हामी यतिखेर निस्केर कस्तो तातो हावा चलाएको थियो नि. अहिले चाहिँ थियो ठिकै चिसो हावा चलाइरहेछ आज चाहिँ. दिदी अद्विक आमा अगाडि अगाडि ट्याक्सी खोज्न जाँदै हुनुहुन्छ. हामी पछाडि पछाडि छौँ. चिसो भयो नि ट्याक्सीमा बसेपछि त. कालुवा हेलो भन. आपका नंबर क्या है? आजमान कसकोमा जानु लाग्यो? Exit 69 for 88 toward Al Sharjah City Center. आइपुग्यौँ हामी आजमान. आजमान नै भन्छ यसलाई. आइपुग्यौँ हामी दिदीको घरमा. कस्तो चिटिक्क कस्तो आनन्द के त्यहाँ हाम्रो ठाउँ हेरेर त है. त्यहाँ त यहाँ कस्तो आनन्द शान्त क्या यहाँ चाहिँ. Orange, green, purple, pink, green. के गर्दैन के खाना हुन्छ नहीं छैन खानु न. तपाईँ चाहिँ किन मोबाइलै हेर्नु? सेटिङ बनाउँदैछु. के सेटिङ बनाउनु हुन्छ? यो चाहिँ पुष्पाञ्जली दिदीले नयाँ बिजनेस स्टार्ट गर्नुभएको रहेछ. उहाँ चाहिँ हुनुहुन्छ हाम्रो मोडेल. म यो निकाल्छु ल. कति राम्रो राम्रो एक्सेसरिजहरू, ब्रासलेट र रिङको सेट. जुन दे पनि हुन्छ एउटा नाम अलिक खोप्रो देख्यो नि त होइन. प्रियाको बरु नङ लामो छ. लिटर दिउ लिटर कि अर्को भन्नु कलर भन्नु न. सबै छ मसँग न्युड न्युड कलरको दिउँ न. कस्तो राम्रो राम्रो छ. अघि मैले त अरू सबै हेरेँ यहाँ भएको जति. म कलर कलेक्सन दिन्छु अनि आफै छानेर लाउनु ल. रिम लाइट पनि छ दुवैमा कसैलाई चाहियो भने त्यहाँ. त्यो मैले त्यो मान्छे त्यो जिममा भेटेको मान्छेहरूलाई म भन्छु क्या. अनलाइन डेलिभरी छ बेस्ट क्वालिटीको. हामीले पनि जुत्ता लुगा सब लुगा सुगा गरेर एउटा स्टोरै र भित्तामा पनि त्यो फोटोसुटको लागि भनेर पुरै त्यो किनेर के कार्पेट जस्तो त्यो दिदीको मेकअपहरू हुँदैछ हाम्रो. दिदीको लागि पुष्पाञ्जली दिदीको प्रडक्टको मोडेल हाम्रो भावना दिदी मेकअपहरू हुँदैछ. उहाँ हुनुहुन्छ हाम्रो मेकअप आर्टिस्ट. उहाँ हुनुहुन्छ हाम्रो मोडेल भने. यो छ हाम्रो प्रडक्ट. अलि धेरै टाइट भएछ. रेडी हुनुभयो हाम्रो भावना दिदी. एकदम राम्रो देखिनु भएको छ. यता हेर्नु त. मेकअप गर्दा कति राम्रो देख्छ नि. तर मेकअपै गर्नुहुन्न र पो. बिना मेकअप यहाँ त मेकअप गरेर बाहिर निस्क्यो भने नि पसिनाले सबै पगाउँछ. तर बिना मेकअप पनि कति राम्रो देखिनुहुन्छ नि तपाईँ त. मेकअपै चाहिँदैन के कसो हो? पहिला कि यो सनस्क्रिनको सेतो मैले फेरि 2-2 चोटि लगाएको हो नि त सनस्क्रिन पनि. भिडियो सुट गर्नको लागि ब्याकग्राउन्ड रेडी हुँदैछ हाम्रो. रिङ लाइट ब्याकग्राउन्ड. मेकअप गरे भनेर पत्याउँछ पत्याउँछ. अनि सिरियस हुनुपर्छ नि. फेरि हरि त हाँस्छ अनि हाँस्दै हाल्नुहुन्छ. तपाईँ सिरियस हुनु है. चाहिँ पहिल्यै रुममा पठाइदिनु पर्यो. मम्मी त फेरि कुरा भन्न आउँछन् है. अनि मम्मीले चाहिँ सुरुमै अदि लिएर भेट जानु भने अनि हामी खास गरी के गर्नु भनेर पार्लर छिर्यौँ. अनि अफर चलिरहेको छ यहाँ त मेकअप सेकअप गरेको. अनि तपाईँलाई अनि यस्तो भनौँ कि पत्याउँदैन नि त नि.
जसलाई मेकअप गरेको राम्रो देखिन्छ उसलाई चाहिँ हामीले पैसा पनि दिन्छौँ भन्ने कम्पिटिसन पनि भइरहेको रहेछ अनि जसमा रहेछ भनौँ अनि भावनासँग 100 रहेछ 100 चाहिँ मैले दिएँ 100 चाहिँ मसँग 100 छ क्या क्यास नै छ तपाईँसँग क्यासै चाहिन्छ भन्नु न त कार्डबाट पे गर्थेँ 100 रुपियाँ दिनु त हरिलाई भनेर भन्छु त्यसपछि यो भयो मलाई म आफै ऐना हेरेर कस्तो दङ्ग मैले कति पछि मेकअप गरेँ भने यसरी क्यामेरा लिएर बसे बस्दा फेरि उहाँले नपत्याउनुहुन्छ कि फेरि पत्याउनुहुन्न कि क्यामेरा लिएर बसेर प्र्याङ्कै गरे हो कि भनेर होइन म मिलाएर ल्याउँला नि त यसरी हातमा मोबाइल लिएको जस्तो गरेर म यतिकै लिन्छु नि त यतिकै यसो गरेर जस मिलाएर लिन्छु ल म मिलाएर लिन्छु ल सुटिङ हुँदैछ है यहाँ हाम्रो मोडेल दिदी रेडी हुँदै हुनुहुन्छ 2-3टा त सुट भइसक्यो क्यारे होइन 2टा सुट भइसक्यो अब अझै बाँकी छ गाह्रो रहेछ हौ अब एउटा सानो एसेसरिजको बनाउन त अनि हेर्न सजिलो हुन्छ है बनाउन लास्टै गाह्रो नि अनलाइनमा गाह्रो त्यो ऐना नहेरी गरिरहेको छु मैले भइरहेछ सुट सकेर हामी नुडल्स खाँदैछौँ कस्तो भयो त दिदी सुटको एक्सपिरियन्स अरूको हेर्दा कस्तो सजिलो हुन्छ नि आफूले गर्दाखेरि चाहिँ त्यति नै गाह्रो रहेछ म सबैजना मोडलहरूलाई म सल्युट भन्छु तपाईँको एक्सपिरियन्स चाहिँ कस्तो रह्यो त हामी गवारहरूलाई एक्टिङ गराउँदा दुवैजनाको अभिनय एकदम पर्फेक्ट राम्रो है हाम्रो क्यामेराम्यान चाहिँ उहाँ हुनुहुन्छ क्यामेराम्यान डाइरेक्टर प्रड्युसर हाम्रो दिदी हो नि क्यामेराम्यानलाई पनि धेरै धेरै धन्यवाद हामीलाई सपोर्ट गर्नु साथ सहयोग अतिथिलाई सधैँको चाहिन्छ ओके वी विल सपोर्ट एभ्री टाइम Thank you so much for coming, for everything, for acting, for buying something. तपाईँलाई पनि धेरै धेरै धन्यवाद हामीलाई एक्टिङ गर्ने मौका दिनुभएकोमा होइन दिदी मोडल फेरि बन्न पाएकोमा रमाइलो भयो मलाई चाहिँ आज एउटा कुरा के रियलाइज भयो भने म चाहिँ कन्टेन्ट क्रिएटर बन्नको लागि योगेको छुइनँ जस्तो फिल भयो एक्टर बन्ने लक्षण चाहिँ छैन रहेछ म भन्ने फिल भयो प्र्याक्टिस गर्नु पर्यो हाम्रो यो फर्स्ट टाइम हो नि फर्स्ट टाइम हामीले होइन यही 3 टाइम 3 टाइम रिपिट भयो भने त्यतिखेर चाहिँ के भयो भने हामीले अलरेडी स्क्रिप्ट रेडी गरिसकेको थियौँ एकदम फ्लोमा गएको थियो कि आज चाहिँ स्क्रिप्ट पनि रेडी थिएन त्यही डेलिभरी अन द स्पट भयो क्या प्लान थियो यो दिन प्लान थिएन ठिकै पनि एकदम राम्रो रह्यो हाम्रो आजको यो दिन एकदम राम्रो रह्यो अल क्रेडिट्स टु अर्तिश्री टिम मेन त हामीलाई नाम भन्दै नआएर हामी यहाँ बेसरी रह्यो अर्तिसी यदि हजुरहरू पनि युएमा हुनुहुन्छ र एकदम राम्रो प्रिमियम क्वालिटीको ज्वेलरी होइन रिङ ब्रासलेट खोजिरहनु भएको छ भने अर्तिसीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है एकदम राम्रो प्रिमियम ब्रान्डको ज्वेलरीहरू चाहिँ उहाँहरूले प्रोभाइड गर्नुहुन्छ होम डेलिभरी गर्नुहुन्छ र साथीहरू एकदम रमाइलो भयो हामीले चाहिँ होइन आज सुटिङ एक्टिङको एक्सपिरियन्स पनि गऱ्यौँ कति कस्तो भयो त एक्सपिरियन्स रमाइलो भयो एकदम रमाइलो भयो 10 बजिसकेको छ अब हामी चाहिँ घर फर्किँदैछौँ र बाई सी यु इन नेक्स्ट ब्लग लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला साथीहरू प्लिज सब्सक्राइब गर्नुहोला सपोर्ट गर्नुहोला बाई